चिया छोड्दा हुने चमत्कार, थोरै त्याग ठूलो फाइदा। दैनिक जीवनको एक कप चियाले कति असर पार्छ? विशेषज्ञ भन्छन् चिया त्याग्दा शरीरमा देखिन्छन् अचम्मका परिवर्तनहरू। बिहान उठ्ने बित्तिकै एउटा तातो कप चियाले धेरै नेपालीको दिन सुरु हुन्छ। कामको बीचमा थकाइ लाग्दा वा साथीभाइसँग गफिँदा पनि चियाले हाम्रो साथ दिइरहेको हुन्छ। तर स्वास्थ्य विशेषज्ञहरू भन्छन् यही चिया दैनिक रूपमा लिँदा शरीरमा गम्भीर असर परिरहेको हुन सक्छ। खाली पेटमा लिइने चियाले एसिडिटी, ग्यास, अपच जस्ता समस्या निम्त्याउने खतरा उच्च हुन्छ। चिया छाडेपछि पेटको कार्यसम्पादन सुधारिन्छ। क्याफिनको मात्रा घटेपछि मस्तिष्कले विश्राम गर्न सहज पाउँछ। यसले अनिन्द्रा, तनाव, चिचिडापनमा राहत दिन्छ। चियाले शरीर डिहाइड्रेट बनाउँछ। चिया छाडेपछि पानीको मात्रा बढाउँदा छाला फुरुङ्ग र चम्किलो देखिन्छ। क्याफिनले हर्मोन असन्तुलन निम्त्याउने अध्ययनहरू छन्। चिया त्याग्दा पिरियड अनियमितता र अन्य हर्मोन सम्बन्धी समस्या घट्न सक्छ। अत्याधिक चिया सेवनले उच्च रक्तचापको जोखिम बढाउँछ। चिया छोडेपछि मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। चिया प्राय चुरोट, सुपारी वा जङ्क फुडसँगै लिइन्छ। यी तत्त्वहरूको संयोजनले कलेजो र फोक्सोलाई असर गर्छ। चिया छोड्दा यी बानीहरूमा समेत सुधार आउँछ। दिनको 2 कप चियाले महिनाको सयौं रुपियाँ खर्च गराउँछ। त्याग गरेपछि चिया नहुने सोच हटेर आत्मनिर्भर